हाई हेलो यो ठाउँ चाहिँ तमोर करिडोर अन्तर्गत 5 थरको यो भुल्के सडक खण्डबाट अलि यतापट्टिको सडक खण्ड हो। हेर्नु यो बाटो कति घुमाउरो छ हैन। ठ्याक्क वारिपट्टिबाट मैले किलोमिटर चाहिँ खिचेर बाटो घुमाउरो कतिको छ भनेर देखाउन लागेको छु गाइज। यसो हेरिदिनु होला हैन। टक्क यो ठ्याक्क वारी र पारी डाँडा वारीबाट पारी डाँडा पुग्नलाई ट्याक्कै 10 मिनेट लाग्दो रहेछ। बाटो अहिले पिच गर्न लागिरहेछ। यो साइडमा ग्राभेल ओछ्याइरहेको छ क्या र अनि पिचको काम पनि गर्दैछ गर्न चाहिँ। ओ यसमा नबुझेको कुरो चाहिँ के भन्दाखेरि यो पिच गर्ने पैसाले डाइरेक्ट यो लगभग कति किलोमिटर छ बाटो यो अहिले म बताउँछु हैन। यो पिच गर्दाखेरि ठीक थियो कि पुल बनाउँदाखेरि ठीक थियो भन्ने कुरा पनि आयो एउटा मेरो मनमा चाहिँ हैन। टक्क बाटो यो ग्राभेल ओछ्याएको छ हैन। पिच गर्ने तयारीमा छ। यो माथि नजिकै घर पनि रहेछ। टक्क गाडी जे भयो नि 2 दिनमा कुद्न पाउँछ। टक्क बाटो खुल्ला छ हैन। पुरा जाने बेलुका पानी पर्दियो पुरै अहिले त कुहिरो सुइरो सबै देखिने भएको छ बाटो पनि। सट्ट दायाँ बायाँ 2 लेनको बाटो त राम्रै बनाएको छ कि अलि चाहिँ नि उ बनायो के यो घुमाउरो चाहिँ धेरै घुमाउरो बनायो क्या। ट्याक्कै केवाडी डाँडाबाट भित्र छिरेर भित्रबाट बाहिर निक्लिनु पर्छ। मतलब कुनामा पुगेर त्यो माथि देखेको डाँडो हात्तीपोखरीको डाँडो हो हैन। यहाँनिर एउटा कलभट जस्तो एउटा के अरे पुल जस्तो बनाएको छ। यसमा जम्बोट छ। बिग्रेर बसेको एउटा ग्रेडर मेसिन चाहिँ बाटोको छेउमा साइड लाएर राखेको छ। बाटो लमसम ठिकै छ राम्रै छ छन त हैन। राम्रै बनाउँदै गएको छ तर बाटो चाहिँ लास्टै घुमाउरो बाटो। यता ग्राभेल ओछ्याएको छ। अब यसलाई ग्रेडर लाएर पेलेर यही बाटो ग्रेडर लाउँदै बिग्रेर बसेको रहेछ। टक्कै यहाँ कजवे छ एउटा। यो कजवे हो। ट्याक्क अगाडि गएपछि यहाँ जम्पर छ एउटा। चट्ट सर र कुदिरहेछ गाडी। जे भए पनि बाटो ठिकै छ। यो जङ्गल छ। यो बिचमा बस्ती छैन। एउटा पनि बस्ती छैन। अघि देखेको घर बाहेक यता लागेपछि एउटा बस्ती पनि छैन। त्यहाँबाट माथि लगभग त्यो जुन देखेको जङ्गल जस्तो छ जङ्गलबाट माथि चाहिँ 2-4 8-10 वटा घर छ क्या। बाटो पुरै घुमाउरो छ। पुरै वारी भित्रबाट पारी भित्रबाट वारी भित्र। हो यो यत्रो बाटो घुमाउनुको सट्टा ट्याक्क सर्ट बाटो बनाउन मिल्थ्यो होला नि यार। बाटो अब यहाँ सिधै त्यो पुल बनाइदिएको भए नि मिल्थ्यो। पुरै जस्तो डाँडो गएको छ बाटो पनि त्यस्तै बनाइदिएको छ क्या पुरै। यो बर्खामा पुरै पानीको जोखिम हुन्छ। पानी परेर पहिरोको जोखिम हुन्छ। कतै चट्टान चाहिँ छ छन चाहिँ यो चट्टान भयो नि अडिँदैन बर्खाको पानीले हैन। चट्ट अब यो कटी भ्यायो खोला कटी भ्याएर के अरे कहाँ खोला कटी भ्याउनु त्यहाँ बिचमा अलिकति कच्ची छ के अरे पिच छ। पिच चाहिँ आइपुग्यो हैन। पिच कटेर सर र अगाडि बढ्दैछौँ हामी। मैले पुरै यो कति किलोमिटर छ बाटो यो पुरै घुम्ती मोड सबै चाहिँ देखाउने कोसिस गरेको छु गाइज। है नछुटाइ हेरिदिनु होला है गाइज। यो यहाँ अलिकति साङ्ग्रो छ। यहाँनिर चाहिँ अब तलबाट ग्याबिन जाली लाएर अलिक फराकिलो बनाउँछ होला बाटो। यहाँ चाहिँ भित्तामा पहरा छ। पहरा फुटाउन नसकेर बाटो साङ्ग्रै छोडिदिएको छ। एउटा गाडी भन्दा पास हुँदैन यहाँनिर चाहिँ यति एरियामा। यहाँ चाहिँ खासै खारा छैन। यहाँबाट यो ओह्रालोमा चाहिँ एउटा
खोल्सी जस्तो छ, खोल्सी छ यसमा। ऊ माथिपट्टि एउटा ताल पनि बनाइरहेछ, त्यो तालमा नुहाउँदै पौडी खेल्दैछन् साथीहरू। अब यो खोला कटेर वारी लागि हामी हैन। अब वारी हल्का उकालो जस्तो छ, उकालो चढ्दैछौँ। उकालो चढेर माथि उक्लिँदैछौँ हामी। थोरै छ, धेरै छैन, उकालो हल्का स्लोप छ। छट्ट यतातिर त्यत्तिकै छोड्या छ, यतातिर बढा छैन हैन। बढ्दैछौँ हामी, अगाडि बढ्दैछौँ, सर्र अगाडि बढ्दैछौँ हैन। अब पिच आइपुग्यो है। यहाँसम्म चाहिँ पिच गरेको छ, उता भुल्केबाट यता यहाँसम्म पिच गरेको छ। अब पिच जान्छौँ हामी। लगभग हामी 2-3 किलोमिटर पार गरियो होला। पार गरियो पनि बाटो हेर्नु न, पुरै चाहिँ नि सर्व बग्या जस्तै चाहिँ नि के अरे नागबेली छ बाटो। गाडी टर्निङ पनि लास्ट टर्निङ छ, एकदम स्पिडमा टर्निङ काट्यो भने गाडी पनि सुत्छ भन्ने पिर हुन्छ। यहाँ पुरै घुम्ती छ, ट्याक्कै वारी भित्रबाट पारी भित्र गरेको छ हैन। पिच 2 लेनको पिच छ, पिच चाहिँ एकदम राम्रो गरेको छ घरमा चाहिँ। तर यत्रो यो 4-5 किलोमिटर पिच गर्नुको सट्टा 5 किलोमिटर पिचको पैसाले त त्यो 1 किलोमिटर झन्डै 500 मिटर त पुलै बन्थ्यो होला बन्न त। 1 किलोमिटरको पुल बनाइदियो भने हुन्थ्यो, तर बनाएन है साथीहरूले। अब नेपालको इन्जिनियरिङ त्यस्तो छ, नेपालको चाहिँ नि हरेक कुराहरू त्यस्तै छ हैन। पुरै घुम्ती छ बाटो, नागबेली घुमाउरो छ बाटो पुरै। यो फेरि एकदम पहिरो जोखिमयुक्त बाटो हो हैन। मैले चाहिँ अलिकति नलेज जानकारी मात्रै गराएको हाम्रो ड्राइभर साथीभाइ मित्रहरूलाई। अरू अब यो बाटोमा हिँड्नु हुने साथीभाइहरूलाई हैन अलिकति अचम्म जस्तो लाग्यो मलाई। त्यो भएर चाहिँ नि यो देखाउने कोसिस मात्रै गरेको, अन्यथा नलिनु होला। चट्ट अगाडि बढ्दैछौँ हामी। ठ्याक्कै त्यो अघि मैले भिडियो गरेको ठाउँको वरिपट्टि आएर पज गर्नेछु मैले, मतलब द इन्ड गर्नेछु भिडियोलाई हैन। लगभग आइपुग्न पनि लाग्यो। हामी लगभग 4 किलोमिटर 4.5 किलोमिटर त हिँड्यो होला त्यो घुम्तीबाट। हामी आइपुग्न लाग्दैछौँ। जुन अघि मैले वारीबाट देखाएको थिएँ, पारिपट्टि देखाएको थिएँ नि, त्यही ठाउँमा म रोकिने कोसिसमा छु हैन। बाटो बर्खा नलागुन्जेल घाम लागुन्जेललाई त राम्रै बनाएको छ। बर्खा लागेपछि सब माथि डाँडाबाट पानी चुहिन थाल्छ, बाटो पुरै हिलामै हुन्छ, ढुङ्गा झर्छ, माटो झर्छ, पुरै बल आइरहेको हुन्छ। टक्क पुग्न लाग्दैछौँ हामी अघि देखाएको ठाउँमा। तल सिधै तमोर नदी छ हैन। माथि यहाँ एउटा कजवे छ, यो कजवे कटेर पनि अगाडि बढ्दैछौँ हामी हैन। पारिपट्टि देखिएको डाँडाहरू भनेको पारिपट्टिको तेह्रथुम जिल्ला पर्यो, वरिपट्टि 5 थरको कुमाई गाउँपालिका पर्छ। बाटो आनन्द छ, तर धेरै घुमाउरो छ। अब यहीँ अघि पारिबाट देखिएको ठाउँ यही हो, ठ्याक्कै पारिपट्टि हैन। यहाँ मैले साइड लगाउँदैछु, साइड पनि लगाएँ। अनि अझै थोरै अगाडि पो हो क्या अरे त। हो ठ्याक्कै यही भित्तामा देखिएको हो। अघि मैले भिडियो स्टार्टिङ गर्दाखेरि अघि कति 31 थियो के अरे, अहिले 36 भएछ साथीहरू। भनेपछि 5 किलोमिटर रहेछ, पुरै घुमाउरो छ बाटो यो। त्यो भित्ताबाट
त्यो पारी भित्ताबाट वारी भित्ता पुल बनाइदिएको भए कति सहज हुन्थ्यो गाइस हेर्नुस् त यस्तो छ नेपालको विकासको स्थिति हैन भिडियो कस्तो छ हेरेर कमेन्ट लाइक सब्स्क्राइब गर्नु होला गाइस त्यो के भयो यार त्यो त यो पारी भित्ता के हाल्नु पर्यो त्यहाँ